साथीहरु म चाहिँ आज बनाउन गइराखेकी छु मटर पनिर बनाउनको लागि मैले तेल गरम गरेर त्यसमा मिडियम खाल 3वटा प्याजलाई यसरी टुक्रा पारेकी थिएँ र गरम तेलमा मैले प्याजलाई फ्राई गर्नको लागि राखिसकेकी छु। प्याजलाई हामी यसरी फ्राई गर्ने। हल्का फ्राई भइसकेपछि मैले एउटा टमाटरलाई पनि काटेर राखेकी छु। त्यस टमाटरलाई पनि त्यसैमा राखिदिएँ मैले यसलाई फ्राई हुन दिने। उता चाहिँ मैले एउटा पनिरलाई मिडियम खाल तपाईले कुन साइजको बनाउन चाहनुहुन्छ त्यसै साइजको काटेर राख्ने र काटिसकेपछि मैले चाहिँ त्यसमा हल्दी नमक र अलिकता तेललाई राखेर सारा म्यारिनेट गरेर राखिदिएँ। यसरी म्यारिनेट गर्ने सारालाई मिक्स गर्ने। अलिकता भुटेपछि कलर राम्रो आउँछ त्यसैले मैले चाहिँ म्यारिनेट गरेर राखेँ। उता चाहिँ हाम्रो मसला फ्राई हुँदैछ। यसलाई मैले चिसो गर्नको लागि राखेँ टमाटर र प्याजलाई। एउटा प्लेटमा चिसो हुनको लागि राखिदिएँ। फेरि त्यसै कडाईमा तेल राखेर मैले जुन म्यारिनेट गरेर राखेको पनिर थियो त्यस पनिरलाई पनि मैले यसमा फ्राई गर्नको लागि राखिदिएँ। यसलाई पनिरलाई पनि हल्का फ्राई गर्ने। तपाई अलि ज्यादा पनि फ्राई गर्न सक्नुहुन्छ, अलि कम पनि फ्राई गर्न सक्नुहुन्छ। आफ्नो हिसाबले फ्राई गर्नु होला र यदि फ्राई गर्नु भएन भने पनि हुन्छ, केही छैन। तपाईलाई जस्तो पसन्द छ, जसरी बनाउने मन छ फ्राई गरेर या नफ्राई गरेर बनाउन सक्नुहुन्छ। यसरी चाहिँ फ्राई मैले हल्का गरिसकेकी छु। अब जति पनि रहेको बाँकी पनिर छ यसलाई चाहिँ मैले एउटा बर्तनमा निकालिदिन्छु। यसरी मैले ज्यादा तेल आउँछ त्यसैले मैले चाहिँ साइडबाट यसलाई सारा पनिर निकालिदिएँ र बाँकी हाम्रो तेल छ कडाईमा। त्यस कडाईमा चाहिँ मैले अब दालचिनी र तेजपत्तालाई राखिदिएँ। हल्का फ्राई भइसकेपछि त्यसमा चाहिँ मैले उतातिर हरियो मटरलाई धोएर राखेकी थिएँ। त्यस मटरलाई पनि राखिदिएँ फ्राई गर्नको लागि। यसरी केही छिन मटर फ्राई भइसकेपछि हामीले जुन मसलालाई रेडी गरेका थियौँ त्यसलाई चाहिँ मिक्सीमा पिसिसकेका छौँ। उता चाहिँ मैले गरम मसला, रातो खुर्सानी, धनिया पाउडरलाई मटरको सँगै मिक्स गरिदिएँ। हल्का फ्राई भइसकेपछि त्यसमा चाहिँ अब मैले जुन पिसेर राखेकी थिएँ ग्रेभी त्यसलाई पनि त्यसैमा मिक्स गरिदिएँ। यसरी चलाउने हामीले केही छिन पाकिरहन्छ त्यतिन्जेलसम्म हामीले जुन बाँकी रहेको मिक्सरमा अलिकता धोएर पनि राखिदिएँ र अब चाहिँ म यसलाई केही छिनको लागि पाक्न दिन्छु। पाकिसकेपछि हामीले चलाउँदै गर्ने। केही छिनपछि हाम्रो ग्रेभी अलि पाकिसकेको छ। पाकिसकेपछि हामीले चाहिँ जुन भुटेर राखेको पनिर छ त्यसलाई पनि त्यसैमा मिक्स गरिदिने र धेरै पकाउनु हुँदैन। पनिर राखिसकेपछि त्यसपछि केही सेकेन्डको लागि हामीले पकाएर केही मिनेटको लागि तपाईलाई ग्रेभी कतिको चाहिन्छ त्यही हिसाबले हुन्छ। अब हाम्रो पनिर चाहिँ पाकिसकेको छ। यदि तपाईहरुलाई मन पर्यो भने एक लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला।